अब यो फेरि मेरो काम बल्झमा टक्ने छिन्छ यसले यता तान्छु यस्तो राख्छु बङ्गलो साह्रै नाप्रिय क्या नाप्रिय यसलाई काटेर अब यहाँ चाहिँ काम चाहिँ मेरो यही हो यो तारहरू पनि ल्याइसकेको छु सबै तारहरू रेडी बनाएको छु यो अघि फिट गरिसकेको अनि यही सबै उकाएर भत्ताभुङ्गै पारेर राखेको छु है माथि हेर्नुहोस् है अनि यो पनि बनाउँछु म आजको मेरो कामै यति नै हो आज ल है साथीभाइहरू आज चाहिँ विशेष गरी अब म चाहिँ मेरो ड्युटीमा हिँड्नु आँटेँ अनि आज हिउँ पनि पर्ला जस्तो छ पर्न त हिजो अस्तिको दिनदेखि नै पर्नु चाहिँ परिराखेको तर नि एकदम अस्ति चिसो छ है म चाहिँ एग्रिकल्चरमा हो अनि मेरो काम चाहिँ बङ्गुरमा हो तर म चाहिँ अहिले बङ्गुर भन्दा पनि मेरो विशेष काम चाहिँ अर्कै नै छ अब कम्पनीमा बिग्रेको भत्केको अनि केही चिजहरू नयाँ बनाउनु पर्यो भने अनि बत्तीहरू टेम्परेचर आदि इत्यादि हेर्ने चाहिँ मेरो काम हो अनि आज चाहिँ म ला हिउँ त मजाले दिउँ त फेरि ल हिउँ पर्दैछ साथी हो अनि आज चाहिँ मेरो काम चाहिँ बत्ती त्यहाँभित्र हिटर बाल्ने ठाउँमा चाहिँ त्यो पुरानो भएर चाहिँ मक्केर चाहिँ सब झरेको छ त्यो बनाउने काम जिम्मा अब मेरो आज चाहिँ यहाँ चाहिँ काम चाहिँ मेरो यही हो यो तारहरू पनि ल्याइसकेको छु सबै तारहरू रेडी बनाएको छु यो अघि फिट गरिसकेको अनि यही सबै उकाएर भत्ताभुङ्गै पारेर राखेको छु है माथि हेर्नुहोस् है अनि यो पनि बनाउँछु म आजको मेरो कामै यति नै हो बत्तीहरू अब कहिलेकाहीँ यस्तो के बिग्रेकोहरू बनाउनु चाहिँ पर्छ बत्तीलाई बनाउने प्रयास गरिरहेको छु कोरियामा अनेक काम गर्नुपर्छ के गर्नु तर ठिकै पनि हो अब बङ्गुरको बारे सबै चिजहरू पनि गर्न आउँछ नआउने होइन तर म चाहिँ त्यो गर्दा गर्दै पनि साहुले मैले चाहिँ अरू कामै गर्न लाउँछ बुढाले होइन यो अब यस्तै हो मेरो काम चाहिँ अब यो चाहिँ मैले किन यस्तो गरेँ भने यो तार मैले यो चेन्ज गरेको हो नि त यो डन्डी त्यो चेन्ज गर्दा चाहिँ यो छोटो भयो क्या तार छोटो हुने भयो अनि यसलाई चाहिँ म सट्ट काटेर अर्को जोड्छु अनि त्यो कनेक्सन चाहिँ कहाँबाट छ भन्ने कुरा हो यो त्यो धेरै तल टाढाबाट रहेछ म यही त होइन अझै अर्को स्टेप पो लानुपर्ने रहेछ त यो त जोइन कनेक्सन खुसी नाजुक झन्डै झऱ्यो नि त झन्डैले झऱ्यो नि के सर पोको पारेको यहाँ त ल चाइ बङ्गुरले चाहिँ भर्याङ पुरा हल्लाइदिइरहेछ हौ त चोरलाई पख्न से मेरो गोदै भेट्छ केटा हो
पर भाग है अहिले भेट्लास यस्तो राख्छु बङ्गलोर साह्रै नाप्रिए क्या नाप्रिए यसलाई काटेर यहाँ चाहिँ एउटा सामान छ त्यो सामानले चाहिँ अब त्यहाँ जोड्नुपर्ने हो यो यसलाई होइन हिजो देखि नै बनाउनुमा चाहिँ लागेको हो तर यो के भयो भनेदेखि नि हिजो चाहिँ खियाले गर्दाखेरि नट खोलेन त्यही भएर मैले फालिरहेको थिएँ क्या र आज चाहिँ गाइस फाइनली म यसलाई बनाइ पनि सकेँ अब यसलाई खासै यति धेरै पनि छैन यसलाई यति धेरै गर्नुपर्ने त छैन अब यहाँपट्टि देखाउनु पऱ्यो तर ठिक छ रमाइलै छ विदेशी जिन्दगी पनि के यो दुईहरु के हो ल यसले किन गर्नु होइन यहाँ मसँग छ नि चिज त ताल यसले चाहिँ तारलाई चाहिँ पिछाइदिने क्या एन्युङ खोज्यो मैले त सजिलो उसैले गर्नु पर्यो भन्नु त त्यस्तो त यस्तो हो नि त चढ्या पो लगिहाल्छ नि त्यसले त बाँकी राख्दैन नि नि टक्क पक पक अझै छोटो हुन्छ कि क्या हो यस्तो प्रकारले दिन्छ नि त छोटो भयो भने होस् यति बेला चलिहाल्छ साह्रै लामो भयो जस्तो हो अलि लामो भयो जस्तो लाग्यो ओइ के गर्छ हौ ओए झन्न छिरिगयो यार ओहो यो त छिरेको त छैन त तल भेट्यो अब एउटा चाहिँ बल्ल भ्याएँ अब एउटा दुईटा बाँकी छ अझै दुईटा बाँकी छ अनि यसको चाहिँ यता हो खासमा मलाई चाहिँ करेन्ट सब भयो कि भएन भनेर भयो कि भएन भनेर यसलाई चाहिँ गर्छु
ल यस्तो चक्क हो यो बल्छ बल्दैन है त बल्यो नि त अहिले यो बनाएको यो हो मैले पुरै सिउँडी बङ्गुरहरू दिन्छु होला हौ मैले यो फ्यानहरू पनि बिग्रियो भने सब मैले बनाउनुपर्छ यसको चाहिँ बाहिर सेटिङहरू हुन्छ सेन्सर सबै बाहिरबाट हुन्छ अनि अब चाहिँ म यो बङ्गुरहरूलाई भित्र खेदी पठाउँछु है त अरे कब बज्जाहरू मैं सलप जाऊँ ओए यहाँ को है मासाला भेट्छ कुन चाहिँ दादा पल्टिरहेछ पालो हिँडेको छोड्ने पालो त तिमीहरू नि यता नयाँ कुरीहरू झङझङ झुङझुङ गऱ्यो भने त भेट्छ पो आज दिनभरि मेरो काम नै यही मात्रै हो म चाहिँ ल फाइनली गाइज आज चाहिँ काम भ्याएँ आजको लागि चाहिँ यस्तो है बस्नै पाइँदैन बस्यो भने नि काम देखिँदैन गाह्रो छ त्यही भएर आजको लागि चाहिँ काम फिनिस ठाने अब भोलि अर्कै छ मोच काम त यस्तै हो कोरियामा काम नगरी सुख छैन अब लगभग कति बज्यो टाइम पो हेर्नुपर्ने भयो त 4:44 भएछ म चाहिँ छुट्टी लिएको अब खासमा चाहिँ हाम्रो ड्युटी टाइम चाहिँ 5:30 बजे हो दिउँसो नन स्टप काम गरिन्छ घरि कामै हुँदैन त्यही त हो नि बाहिर त यस्तो चिसो रहेछ है ला यहाँ पानी कहाँ फुट्यो कि जाम भयो कि के हो ओ माय गॉड ला यहाँ पानी त जाम भयो कि क्या हो नि ओहो अब यो फेरि मेरो काम बल्छ माटक्ने छिन्छ सिबल पाइपै फुटेछ नि त पाइप फुटेछ आम्मामा कि पानी आइस जाम त भएको छैन नि माथि जाम भयो कि क्या हो पानी पो हेर्नुपर्ने दिमाग खराब भएको नि छिन्छ है रे पानी खासमा त्यहाँ माथि खोली चाहिँ राख्नुपर्ने खोलिया छैनन् मित्रहरूले अनि त्यही भएर पाइप फुट्यो कि जस्तो लाग्यो पानी आएको छ कि छैन म विचार गर्छु त्यो पानी त यहाँ पनि सौँड त आइरहेछ त पानी त आइरहेछ त पानी आइरहेछ जस्तो छ त पानी त आइरहेछ
कता छ पानी त आइरहेछ ल त गाइस आजलाई मेरो भिडियो यति नै अब मेरो काम फेरि लम्बियो अब छुट्टी लिएँ भनेको त पानी यहाँ फुटेर पाइप फुटेर बिजोकै भएर बसेको छ अब चाहिँ छिन्छ अब बाहिर कम त चिसो छैन अब यसलाई मैले के गर्ने रिसै उठ्दैछ साला कसरी पानी फुटेछ अब ल भिडियो मैले यति नै बनाएँ त अब मेरो फेरि काम लम्ब्यो अब म यो चाहिँ त्यो पाइपले चट्ट काटेर म अर्को जोड्छु हिउँ पनि पर्दैछ यस्तै छ है जिन्दगी ल त बाई बाई सबैजनालाई